पूर्ण ज्ञान युट्युब च्यानल र फेसबुक पेज हेर्नुभएका सम्पूर्ण साथीहरूलाई पूर्ण ज्ञानमा स्वागत गर्न चाहन्छु। नमस्कार साथीहरू, आज चाहिँ मैले तपाईँहरूको लागि कोडिङ डिकोडिङको प्रश्नहरू लिएर आएको छु, त्यो पनि नम्बर कोडिङको। ल हेर्नुहोस्, यो प्रश्न एकदम इम्पोर्टेन्ट छ। तपाईँ जुनसुकै क्षेत्रमा तयारी गर्दै हुनुहुन्छ, सुरक्षा निकाय होइन, निजामती सेवातर्फ विभिन्न सङ्घ संस्था जताततै पनि तयारी गरिरहनु भएको छ, तपाईँको आइक्यू युज हुन्छ भने यो प्रश्न त्यति नै महत्त्वपूर्ण हुनेछ। ल हेर्नु साथीहरू, यो चाहिँ कोडिङ डिकोडिङको पनि तपाईँहरूको हाम्रो के को त यो नम्बर कोडिङ अन्तर्गतको क्वेसन हो। मैले यस्तो तपाईँहरूको प्रत्येक नयाँ नयाँ क्वेसनहरू ल्याएर मैले मेरो फेसबुक पेजमा, युट्युबमा र यही पूर्ण ज्ञान नामक टिकटकमा पनि अपलोड गर्ने गरेको छु। अहिले हेर्नुहोस्, जस्तै यसमा के छ भन्दाखेरि साथीहरू, यसमा हाम्रो यदि ओर्को कोड डब्लुलाई हेर्नुहोस् त, यो डब्लुओआरको ओर्को कोड 412916 भए डब्लुओएमएन उमेनको कोड कति हुन्छ भनेर प्रश्न छ। मैले विभिन्न क्षेत्रका साथीहरूलाई सहज होस् भनेर अङ्ग्रेजी र नेपाली दुवै माध्यममा क्वेसन राखिदिएको छु। तपाईँहरूलाई जुन माध्यम सहज लाग्छ हेरेर बुझ्न सक्नुहुनेछ। जस्तो हेर्नु साथीहरू, अब यसको लागि तपाईँहरूले डिटेल बुझ्नुपर्ने हुन्छ बुझ्न चाहिँ, तर म अहिले तपाईँहरूलाई बुझाउँछु। यो ओर्को कोड तपाईँको कति भयो, 4129116 कसरी भयो भन्ने कुरा पहिला यति कुरा बुझ्नुभयो भने बाँकी यो उमेनको कोड कति हुन्छ भन्ने कुरा सहजै निकाल्न सक्नुहुनेछ। किनभने हामीले विगतमा हामीले युनिभर्सिटीमा अर्थात् स्कुलमा पढ्दाखेरि माथिको उदाहरण हेरेर तलको प्रश्न उदाहरण जस्तै तलको प्रश्न गर्नुहोस् भने जस्तै पाठ हो यो। तपाईँले ओर्कबाट 412916 कसरी आयो भन्ने कुरा बुझ्ने बित्तिकै पछाडिको उमेनको आन्सर तपाईँहरू यत्तिकै निकाल्न सक्नुहुन्छ हो। त्यसको लागि अब तपाईँहरूले के बुझ्नु पर्यो, सबभन्दा पहिला त हामीले कोडिङ डिकोडिङको कसको प्लेस भ्यालु, रेगुलर प्लेस भ्यालु, रिभर्स प्लेस भ्यालु यो सबै जान्नुपर्ने हुन्छ। जस्तो म साथीहरूलाई अहिले बुझाउँछु, डब्लुको हाम्रो रेगुलर प्लेस भ्यालु कति हो, अर्थात् डब्लु एबिसिडीको कति स्थानमा पर्छ, 23औं स्थानमा पर्छ। त्यस्तै तपाईँहरूले ओलाई हेर्नुभयो भने ओ कति स्थानमा पर्छ साथीहरू, 15मा पर्छ। त्यस्तै तपाईँहरूले आरलाई हेर्नुभयो भने आर कति स्थानमा पर्छ, 18मा पर्छ। केलाई हेर्नुभयो भने के कतिमा पर्छ त, 11 स्थानमा पर्छ। यो कति स्थानमा पर्छ भनेर हेर्नको लागि तपाईँहरूले यो पूर्ण ज्ञान युट्युबमा गएर हेर्नु होला, पुरा भिडियो छ यसको बारेमा हो। ल हेर्नुहोस्, तर हाम्रो डब्लुको रेगुलर प्लेस भ्यालु 23 छ, तर यहाँनिर 4 छ। ओको रेगुलर प्लेस भ्यालु 15 छ, तर यहाँनिर 1 2 छ। त्यस्तै हो, यो भनेको के हो भन्ने कुरा बुझ्दाखेरि डब्लुको रिभर्स प्लेस भ्यालु 4 हो भन्ने कुरा यहाँ राखेको छ। तपाईँहरूले यो रिभर्स प्लेस भ्यालु कसरी पत्ता लगाउन सकिन्छ त भन्दा साथीहरू, यो रिभर्स प्लेस भ्यालु पत्ता लगाउने तरिका चाहिँ हाम्रो के हो भने 27 माइनस रेगुलर प्लेस भ्यालु हो। ल हेर्नुहोस् है, 27 माइनस रेगुलर प्लेस भ्यालु हो। रिभर्स प्लेस भ्यालु हामी कसरी पत्ता लगाउन सक्छौँ त, 27 माइनस रेगुलर प्लेस भ्यालु। रिभर्स प्लेस भ्यालु भनेको के, जेडलाई 1, वाईलाई 2, एक्सलाई 3 काउन्ट गर्दै आउने। रेगुलर प्लेस भ्यालु भनेको के त, एलाई 1, बीलाई 2, सीलाई 3 भन्दै काउन्ट गर्दै जाने भ्यालुहरू हुन्। ल हो, त्यस्तै अब तपाईँहरूको के त, यो चाहिँ डब्लुको 4 के हो, रिभर्स प्लेस भ्यालु हो। किन, ल हेर्नु, 27 माइनस रेगुलर प्लेस भ्यालु कति, यो 27 माइनस रेगुलर प्लेस भ्यालु भनेको छ नि, 27 माइनस रेगुलर प्लेस भ्यालु 3, 27 माइनस 3 ले 4 हो। यो 4 चाहिँ के हो त, त्यही 4 हो। अब जस्तै तपाईँहरूले यो बुझ्नुहोस्, ओ भनेको कति हो, 15 भयो होइन, यता चाहिँ 12 छ हो। यो 27 माइनस 15 गरेको के, ऊ हेर्नुहोस् त, यो रिभर्स प्लेस भ्यालु हामी कसरी फाइन्ड आउट गर्छौँ त, 27 माइनस रेगुलर प्लेस भ्यालु। ओको रेगुलर प्लेस भ्यालु 15 हो, 27 माइनस 15 गर्दा यो 12 आएको। अब त्यस्तै हेर्नुहोस्, आरको रेगुलर प्लेस भ्यालु कति छ, 18 छ। आरको यो हामीले 18 लेखेका छौँ भने रेगुलर प्लेस भ्यालु 18 हो। अब हामीले गर्नु पर्यो के त, 27बाट 18 घटाउनु पर्यो। त्यो घटाउँदा हाम्रो के हुन्छ त, रिभर्स प्लेस भ्यालु आउँछ। त्यो भने कति भयो, 9। त्यस्तै के भनेको 11, त्यस्तै यहाँ 11 हो रेगुलर प्लेस भ्यालु, 27 माइनस यो 11 गर्दा कति, 16 हो। भने तपाईँले के बुझ्नु पर्यो त, यो ओरको कोड ओर कसरी भइरहेछ, डब्लुको 4 कसरी, रिभर्स प्लेस भ्यालु, डब्लुको रिभर्स प्लेस भ्यालु 4 हो। त्यस्तै ओको रिभर्स प्लेस भ्यालु 12 हो। आरको प्लेस भ्यालु कति हो त, रिभर्स प्लेस भ्यालु 9, के को रिभर्स प्लेस भ्यालु 16 हो। यो कोडिङ चाहिँ यसरी गरिएको छ भने अब उमेनको कति हुनु पर्यो, ल हेर्नुहोस् है, डब्लुको तपाईँको रेगुलर प्लेस भ्यालु पहिला कति, 23, ठिक छ।
ओ को रेगुलर प्लेस भ्यालु कति 15, याम को रेगुलर प्लेस भ्यालु कति तपाईँहरूको 13, ल मैले यहाँनिर लेखेँ याम को रेगुलर प्लेस भ्यालु 13। अब ए को रेगुलर प्लेस भ्यालु कति 1, यान को रेगुलर प्लेस भ्यालु कति तपाईँहरूको 14 हो। अब हामीले के गर्नु पर्यो, पहिला रेगुलर प्लेस भ्यालु जान्नु पर्यो, 27 माइनस रेगुलर प्लेस भ्यालु गर्दा रिभर्स प्लेस भ्यालु आउँछ हो। त्यस्तै यसको आन्सर के हुने भयो त साथीहरू, ल हेर्नुहोस् 27 माइनस ओ डब्ल्यू भनेको 27, 27 माइनस 23 ले 4 हो। अप्सन फर्स्टमै 4 भएको हुन्छ, अप्सन ए र बी मा छ, सी होइन, त्यसो भए डी पनि होइन। ल हेर्नुहोस् ओ को रिभर्स प्लेस भ्यालु कति 4, 4 अप्सन ए मा पनि छ, अप्सन बी मा पनि छ। कि त हाम्रो के हुन सक्छ, अप्सन ए हुन सक्छ कि त अप्सन बी हुन सक्छ भने। अब हेर्नुहोस् सेकेन्ड चेक गर्नुहोस्, ओ भनेको कति 15 हो, ओ भनेको 15 हो, 27 माइनस 15 रेगुलर प्लेस भ्यालु 15 हो। अब तपाईँलाई रिभर्स प्लेस भ्यालु निकाल्नलाई के गर्नु पर्छ त 27 माइनस 15, 27 माइनस 15 ले कति 12। अब सेकेन्डमा 12 भएको अप्सन बी मा छ त होइन भने अप्सन बी होइन, यसको आन्सर के हो त अप्सन ए। ल हेर्नुहोस् 4 12, फर्स्टमा 4 सेकेन्डमा 12 भएको अप्सन ए मात्रै छ, यसकारण यसको राइट आन्सर के भयो त अप्सन ए भयो। हस्त साथीहरू, आज चाहिँ मैले तपाईँहरूलाई एउटा प्रश्न मात्रै, प्रत्येक दिन एउटा एउटा प्रश्न ल्याएर आएको छु र तपाईँहरूले रेगुलर प्रत्येक दिन मसँग राति तपाईँले के त हेर्नुहोस्, म तपाईँहरूलाई मेरो क्लासको बारेमा डिटेलमा भन्छु अहिले एकछिन। ल हेर्नुहोस् अब तपाईँहरूले प्रत्येक दिन राति 9 बजेदेखि 10 बजेसम्म, ल हेर्नुहोस् है, हामीसँग प्रत्येक दिन राति 9 बजेदेखि 10:15 सम्म, ल हेर्नुहोस् प्रत्येक दिन के भइरहेको छ 9:15 देखि 9 बजेदेखि 10:15 सम्म 1 घन्टा 15 मिनट आइक्यू को रेगुलर क्लास भइरहेको छ, 1 आवर 15 मिनट, 1 घन्टा 15 मिनट तपाईँहरूले प्रत्येक दिन राति सुत्नुभन्दा अगाडि आफ्नो आइक्यू लेभललाई बुस्ट गर्न चाहनुहुन्छ र तपाईँको बौद्धिक क्षमतालाई अझ तीव्र रूपमा अगाडि बढाउन चाहनुहुन्छ भने प्रत्येक राति 9 बजेदेखि 10:15 सम्म अनलाइन क्लास लिनको लागि तपाईँले यो दिएको कन्ट्याक्ट असमा 9844191249 मा डाइरेक्ट कल गरेर जानकारी लिन पनि सक्नुहुन्छ र व्हाट्सएपमा मेसेज गरेर पनि बुझ्न सक्नुहुनेछ। धन्यवाद।